के नेपालको अन्डर 16 टिम खेलाडी 420 हो साथीहरू, यो म भन्दैन, यो इन्डोनेसियाको अन्डर 16 टिमले भनिरहेको छ अनि इन्डोनेसियाले भनिरहेको छ। साथीहरू, आज इन्डोनेसियाको अगेन्स्टमा नेपालले 50 ओभरमा 420 रन बनायो र इन्डोनेसियालाई 420 बनाएर 421 को टार्गेट दियो। तर त्यो बेला इन्डोनेसियाको प्लेयरले सोच्यो कि यार स्कोर पनि बनाउनुपर्छ भने यसरी बनाऊ कि हामी त्यसलाई हैन ओभरटेक गर्न सकोस्, अथवा ओभरटेक गर्न सकेन भने हैन 10 रन 20 रन या 50 रनबाट 100 रनबाट हैन हामी पराजित हौं। तर यति ठुलो स्कोर बनाएर हैन हाम्रो यति ठुलो बेजती हैन, सबैभन्दा पहिला त 420 रन बनाएर नै हाम्रो ठुलो बेजती भयो। तर के इन्डोनेसियाको हैन टिम त्यो 420 को लक्ष्य पूरा गर्न सक्छ? साथीहरू, यदि म तपाईलाई भन्छु कि नेपालले इन्डोनेसियाको अन्डर 16 टिमलाई हैन 50 रनमा 50 ओभर हैन 50 रनमा नै अल आउट गरिदियो। साथीहरू, पहिला नेपाल खेलेर हैन 420 रन बनाएर 421 को टार्गेट दिएको थियो, तर नेपालले बलिङ गर्दाखेरि इन्डोनेसियालाई 50 रनमा हैन अल आउट गरिदियो। बेइज्जती गर्न पनि एउटा लेभल हुन्छ। आज जुन नेपालको टिमले हैन इन्डोनेसियाको बेइज्जती गरेको छ हैन, त्यसमा पनि एउटा लेभल हुन्छ हैन, यो लेभलमा हैन बेइज्जती गर्नुस्। तर त्यति ठुलो बेइज्जती गरेर इन्डोनेसियाको हैन अब अर्को प्लेयर अर्को टिमसँग इन्डोनेसियाले यदि म्याच खेल्न गयो भने यार सोच्छ कि यो नेपालले हामीलाई यति ठुलो स्कोरले हैन म्याच पराजित गराएको छ, अब के हामी अर्को टिमसँग पनि त्यो कन्फिडेन्सबाट खेल्न सक्छौं? के त्यो कन्फिडेन्स हामीलाई हुन्छ कि म अझै अरु म्याच खेल्छु? साथीहरू, नेपालले हैन 25 ओभरमा इन्डोनेसियालाई 50 ओभरमा अल आउट गरेर हैन नेपाल इन्डोनेसियाको एकदमै ठुलो बेइज्जती गरेको छ। इन्डोनेसियाले पनि सोचमा परिसक्यो कि यो भयो के हैन, अब एउटा त्यो के रे हार्न पनि एउटा लेभल हुन्छ, हार्छौं हामी हैन 10 रन 20 रन 25 रन, तर 370 रनले कुन टिम हार्छ यार? 370 टिम केले रनले यदि कुनै पनि टिम हार्यो भने त्यसको त बेइज्जती त त्यतिकै ठुलो भइसकेछ। तर के अघिल्लो म्याचमा अगाडि म्याच खेल्ने छ हैन, त्यो म्याचमा पनि नेपालले हैन यस्तै म्याच खेलेर अरु टिमलाई पनि बेइज्जती गर्न सक्छ र अरु टिमलाई पनि हैन रियलाइज गराउँछ कि नेपालको टिमबाट हैन पछि गएर खेल्नको लागि सोच्नुपर्छ, नेपाल टिमसँग हैन नेपाल टिमलाई हराउनको लागि सोच्नुपर्छ। साथीहरू, म तपाईलाई भन्न चाहन्छु आज एसीसी मिन्स U16 हैन ईस्ट जोन कपमा नेपाल हैन अनि इन्डोनेसियाको म्याच थियो। एकदमै राम्ररी हैन म्याच चलिरहेको थियो हैन। साथीहरू, म तपाईलाई भन्न चाहन्छु कि कुन प्लेयरले हैन कति रन बनाएर हैन कतिवटा हैन सिक्स प्रहार गर्यो अनि कतिवटा चौका प्रहार गर्यो म तपाईलाई भन्नेछु। साथीहरू, पहिलो नम्बरमा रहेको छ प्रसिद्ध जेसी हो। प्रसिद्ध जेसीले हैन 15 वटा चौका हानेर र एउटा छक्का हानेर 114 बलमा 132 रनको पारी खेलेको छ। र दोस्रो नम्बरमा छ रौनक श्रीवास्तव। रौनक श्रीवास्तवले 8 वटा चौका हानेर र 2 वटा छक्का हानेर 71 बलमा 88 रनको पारी खेलेको छ। र साथीहरू, तेस्रो नम्बरमा आउँछ परिमर्जन यादव। परिमर्जन यादवले 4 वटा छक्का हैन 4 वटा चौका र एउटा छक्का हानेर हैन 28 बलमा 71 रनको पारी खेलेको छ। साथीहरू, परिमर्जन यादवले एकदमै राम्रो पारी खेलिरहेको थियो, तर टिक्न सकेन। 28 बलमै 71 रन बनाएको थियो। यदि अझै टिक्थ्यो भने हैन प्रसिद्ध परिमर्जन यादवले हैन एकदमै राम्रो स्कोर बनाउँथ्यो, तर हैन 28 बल मात्रै खेलेर अनि आउट भइसक्यो। र चौथो नम्बरमा आउँछ जोय थापा। साथीहरू, जोय थापाले 7 वटा चौका हानेर हैन 41 बलमा 57 रनको हैन पारी खेलेको छ। साथीहरू, अब नेक्स्ट म्याचमा हाम्रो नेपालले के यस्तै हैन म्याच खेलेर अरु टिमलाई पनि हैन यसरी ठुलो स्कोर दिएर हैन अनि यति ठुलो रनले हराउँछ। साथीहरू, यदि मेरो भिडियो राम्रो लाग्यो भने मेरो भिडियोलाई हैन लाइक गरिदिनु होला र मेरो च्यानललाई सब्स्क्राइब गरेर कमेन्टमा पक्कै भन्नु होला साथीहरू मेरो भिडियो कस्तो लाग्यो।